आउनुस् 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 उपचार सफल भए 500 दिएर जानुस् उपचार असफल भए 500 लिएर जानुस् 500 रुपैयाँ आज चाहिँ यिनीलाई मुर्गा हान्नु पर्यो 500 रुपैयाँ आउला जस्तो छ यार 500 रुपैयाँ साच्चै 500 रुपैयाँ दिन्छ दिन्छ भित्र जानु डाक्टर भित्रै हुनुहुन्छ डाक्टर साहब त्यो बाहिरको कुरा सही हो डाक्टर साहब हो त मेरो रोग थाहा पाउनु भएन भने मलाई 500 रुपैयाँ दिनुहुन्छ नि डाक्टर साहब किन नदिनु र तपाईको बिराम चाहिँ के हो डाक्टर साहब म त जे खाए पनि स्वादै आउँदैन स्वादै गयो मेरो त ए स्वाद आएन भाइ हजुर डाक्टर साहब त्यो 2 नम्बर बट्टाको 2 ड्रप औषधि मलाई खुवाइदे त गर्नुस् लु यो त पेट्रोल हो त अनि स्वाद आयो त अनि खुइल्याउनुस् मेरो 500 रुपैयाँ The next day लौ न डाक्टर साहब मलाई त केही यादै आउँदैन मेरो त याददासै गयो जस्तो छ डाक्टर साहब तपाई त हिजो पनि आउनु भएको थियो हैन आको थिएन डाक्टर साहब खै मलाई त केही यादै छैन भाइ त्यो 2 नम्बर डब्बाको 2 ड्रप औषधि लिएर आइज पर्दैन म फेरि पेट्रोल खादिन याददास आयो त खोइ मेरो 500 रुपैयाँ दिनुस् लिनु the next day हैन यो डाक्टरलाई त केही गरि सकिँदैन त हो 500 रुपैयाँ कमाउन गएको 1000 रुपैयाँ गइसक्यो हैन के चाहिँ डाक्टर साहब के भयो तपाईलाई डाक्टर साहब हेर्नु न मेरो त आँखाको रोशनी नै गयो डाक्टर साहब ए आँखामै पो गएको यसको उपचार त मसँग छैन नि हजुर भाइ उहाँलाई 500 रुपैयाँ दिएर पठाइदियो त के लाउनु यता 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 यो त दसैँमै छ त डाक्टर साहब आँखा पनि ठीक भयो खोइ ल्याउनुस् मेरो 500 रुपैयाँ फेरि पनि आउँदै गर्नु ल